हे परमेश्वर, म आज तपाईँ सामु आएको छु। केही धन सम्पत्तिले भरिपूर्ण भएर संसारमा खुसी भएर आएको होइन, तर म आज तपाईँ सामु आउँदैछु किनकि म जस्तो छु त्यस्तै तपाईँको सामु आएको छु। संसारदेखि हारेको थाकेको बाटो बिराएर असफल भएर आएको छु, तर म पनि अझै जहाँबाट आएको त्यही ठाउँमा छु। कुनै समय यस्तो लाग्थ्यो म एकदमै बलियो साहसी छु, तर आज थाहा भयो कि म पनि मान्छे हुँ। त्यहाँ धेरै कुराहरू छन् जो म आफैले बुझ्न सक्दैन र अरूलाई बुझाउन सक्दैन। मेरो दिमागमा यस्तो युद्ध चलिरहन्छ जो कसैले देख्न सक्दैन, तर तपाईँ मात्र देख्नुहुन्छ कि म कति दबावमा छु। मैले हार मानेका क्षणहरू तपाईँले मात्र देख्नुभयो। तपाईँले देख्नुभयो म कसरी खाली महसुस गर्दा पनि अगाडि बढिरहेको छु। अनि म यही छु, ठिक यही क्षणमा म तपाईँलाई प्रश्न गर्न चाहन्छु, प्रभु मलाई यहाँ भेट्नुहोस्। म सबैसँग हुँदा होइन, तर जब म प्राप्त आध्यात्मिक महसुस गर्छु तब होइन, तर यहाँ मेरो मनमा एकदमै कोलाहल छ। अशान्ति सङ्ख्या यो एकदमै धेरै छ। म थाकिसके, मलाई पूर्ण जीवित बनाउनुहोस्। मलाई एकान्तमा एक्लै हिँड्न सिकाउनुहोस्। प्रभु म तपाईँसँग हिँड्न चाहन्छु। मलाई यो कुराको बारम्बार महसुस गराउनुहोस् कि यी सबै बोझहरू एक्लै बोक्नु पर्दैन। मलाई याद दिलाउनुहोस् कि यो सबै कुरा भन्दा माथि तपाईँ येशू हुनुहुन्छ। मलाई याद दिलाउनुहोस् प्रभु। मेरो जीवन पुरै खाली भएको समयमा पनि चिन्ता दिमाग लगाउनु पर्दैन। मलाई अरू कुनै कुरा जान्नु छैन, बस यदि थाहा छ कि तपाईँ मेरो साथमा हुनुहुन्छ। यसै कारण यो खालीपनलाई भरिदिनुहोस्। यी सबै अवस्थामाथि विजय दिनुहोस्। म जहाँ आफूलाई कमजोर ठान्दछु त्यहाँनिर मलाई बलियो बनाउनुहोस्। जहाँ म बाटो बिराउँछु त्यहाँनिर मलाई बाटो देखाउनुहोस्। र यी सबैमध्ये कुनै कुरा परिवर्तन नभए पनि म भित्र भएको कुनै न कुनै कुरा परिवर्तन गर्नुहोस्। मलाई शान्ति दिनुहोस्। यस्तो ठाउँमा पनि जहाँनिर अशान्तिले भरिएको हुन्छ मलाई पनि बलियो बनाउनुहोस् कि जो कसैले चाहेर नि खोज्न नसकोस्। मलाई यस्तो विश्वास दिनुहोस् कि कठिन परिस्थितिमा त्यो विश्वास हरान नसकोस्। प्रभु मलाई एकपटक हेर्नुहोस्। म अझै पनि यही छु, अझै पनि कोसिस गरिरहेको छु प्रभु, विश्वास गरिरहेको छु। सानो भए पनि आशा गरिरहेको छैन, आशा मारेको छैन। र मलाई थाहा छ यो मेरो सानो विश्वास र आशाले नै ठुलो काम गर्छ। त्यसै कारण म ढुक्क छु। यही सानो विश्वासले नै कसैले नचिताएको नदेखिएको शक्तिशाली काम गर्नेछु। आज मसँग हिँड्नुहोस् प्रभु, मेरो नजिक आउनुहोस्। मलाई तपाईँलाई बिर्सन नदिनुहोस्। म एक्लो छैन प्रभु। येशू तपाईँ मेरो साथमा हुनुहुन्छ। अनन्त अनन्त अनन्तसम्म तपाईँ मेरो साथमा हुनुहुन्छ।